ज्वरो भयो ओम औषधि ना यस्सो इति मन्त्रस्य प्रजापति ऋषि यजु सह तरुण सुदिति सुहृदशिर देवता कुश तरुणा निर्धाने विनियोग तल भुइँमा राखिदिनु ल अब कपाल यो 3 भाग लाउनु भयो कुशले 3 भाग लाउनु चाहिँ यसो कोतर्नुस् यसो कोतर्नुस् है नाम पिता नमस्ते अस्तु मामा हिगोसी निरतै हामी सन्तान पढुनाएर सुप्रजात सुविजय अब मामाको टाउ टक्क 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 बजाउने बढी लाग्दैन 6 महिना 3-4 महिना पलाउँछ हल्दी मेहन्दी गरेर नुहाएर लिएर आउनु है म त्यहाँ कस्तो जनै बनाउँछु उता ठिक्क बनाउनु यतातिरबाट गरेर ल हजुरले बटुकले लगाउने कपडा कहाँ छ भनेर त्यहाँबाट जाने त्यो तयारी गर्दै अनि तयारी गरे भयो ल अब तिमीले जल लियो ल उता जल लियो ल यो गम्साले ढाक्न पर्यो क्या यहाँ सामान्य मान्छे होइन पहिला एउटाले गराउनु पर्यो गम्साले कान यिनका कान त हजुरले चाहिने ल ल ल अब बाबु उता पछाडि फर्केर जल आचमन गर्ने ल त बाबुलाई यता पठाउनु न एकजना बाबु यता आउँछ ल त अब एकचोटि यो डन्डी लिएर यो डन्डी अघि यो लिएर घुमा त पहिला ल मैले एकचोटि भेटेँ भनेको थिएँ चामल ल घुमेर आयो भयो नि एकचोटि घर घाट बैठाएर हुन्छ pretty girl walk like this. Cat dog. तस्मै श्री गुरुवे नमः आयुष्यमान भव त्यो राखेर शिरमा हात राखिदिने उसको ल आयुष्यमान भव यता पनि पाउन आयुष्यमान भव सबैले अरू साइडमा पनि ल मामाले
पख्नु पख्नु त्यसमा होइन यो राम्रो पात्रमा खाने है ओम भगवती भिक्षामि देहि राम्रो छ हो त्यही भएर डालु चाहिन्छ भनेको है ल मिसा नानी होइन त्यो अरू झिक्नु न त्यो पनि सबै दिने हो र दाल हुन्छ दाल भएन भएन है ल अरू ल यिनलाई कसले दिन्छ फेरि भिक्षा ल यिनलाई ओ भगवती भिक्षामि देहि ल घुम्दै जाऊ लाइनमा बस्ने भिक्षा दिने माथि घुम्दै जाऊ ल मामाले घुमाउनु त जगे पुरै घुमाएर ल्याउनु ल दिदी ल त यहाँ बस्नु एकैछिन ल यिनलाई भिक्षा दिने फलासिया त फलाम त फेरि आगोमा आउँदा आरंभे विद्धिरस्तु धनागमे पुष्टिरस्तु शरीरे मे शांतिरस्तु गृहे मम नमो नमस्ते गोविंदम तुला पुरुष संज्ञकम परम तारयते मे अस्मत् मम शांति प्रभक्षमे हे तुला अस्ति देवताभ्यो नमः प्रार्थनां समर्पयामि राहदिन यसमा राहदिन अब हिरण्य यसलाई चाहिँ अक्षता फुल्लामा छ यता राख्नु साइडमा राख्नु झर्छ यस्ता राख्नु नपुगेको अरू हाल्नु चामल पनि राख्नुहुन्छ है होइन हुन्छ तुलसी त पत्ता अरू लिनु पुगेन भने दाइले एकचोटि साइड गर्नु दाइ तपाईँ उता उभिनु तपाईँ पनि उता उभिनु धेरै हुन्छ त्यसको आधा गरेर ल्याइन्छ अझै राख्नु झरप्पा राख्नु न लाइटर दुई चाडा गरेर राख्नु पछि गर्ने राख्नु ए भयो ल भयो भएन तुलसीको पत्ता राख्नु क्या तुलसीको पत्ता अझै एउटा पत्ताले एउटा पत्ता हाम्रो गाउँतिर होइन हामीले त पोरै किनेर पोरको तयारी थियो नि त
पुरै किनेर ल अब दान सङ्कल्प भयो गुरु है गुरु दान सङ्कल्प भयो पहिलो सङ्कल्प आमालाई झिक्नु त ल ठिकै छ माल लाएर केही भएन दान गर्ने भने पण्डितलाई दियो भने व्यक्तिलाई दिएको यो समय हाल्नु त यो काम भ्याउ अरू कसैलाई दिएर अनि उहाँबाट 600 भाइ लिएर जानु अलिक हुनु नि फल